अहिले चाहिँ हामी यहाँ लगन खेल्ने मार्केट होइन झन्डा रोक्नु छैन मामाले हामी ठ्याक्क सुन्दारामा चाहिँ अहिले लास्टै भिड छ। हेलो गाइज, वेलकम टु माई न्यू भ्लग। आई होप तपाईँ सबै सन्चै आरामै हुनुहुन्छ होला। म पनि सन्चै छु होइन। आज चाहिँ एकदम लङ टाइम पछि मैले भ्लग बनाउँदैछु। आजभन्दा त्यही 5-6 महिना 7-8 महिना चाहिँ पहिला मैले बनाएको थिएँ होइन। आज चाहिँ यसो होली विशेष एउटा भ्लग बनाऊँ न त भनेर खाली पनि थिएँ। त्यो भएर चाहिँ एउटा होली विशेष भ्लग बनाउँदैछु। आज चाहिँ हामी चाहिँ भर्खर घरदेखि निस्किएर यता विधान दाइ र म चाहिँ यता ग्यारेजमा आएको छौँ। बाइक धोइछौँ होइन। बाइक धोइसकेपछि चाहिँ हामी कता जाने कहाँ जाने प्लान बनाउँदैछौँ यहाँ बसेर ट्याक्टर दुईजनाको नेतृत्वमा कता जाने भनेर। हाम्रो एउटा टोली चाहिँ बिहानै पिकनिक निस्किसक्यो। अब हामी चाहिँ अब घरबाट दुईजना मात्र थियौँ। अब यहाँदेखि चाहिँ निस्किँदैछौँ। कता हुन्छ अब हेरौँ। तपाईँलाई बाटोको राम्रो राम्रो सिनहरूदेखि लिएर आज होलीमा के गर्छौँ, कहाँ जान्छौँ र के गर्छौँ सबै कुराहरू देखाउने नै छु होइन। हेरौँ। अहिले चाहिँ हामी बाइक धुँदैछौँ। विधान दाइ यता हुनुहुन्छ। बाइक चाहिँ हाम्रो यता एफजेड विधान सरको बाइक धुँदैछौँ होइन। ट्याक्क चिडिक्क पारेर यहाँबाट अब हामी निस्किनु पर्ने हुन्छ। कता जान्छौँ बाटाको राम्रो राम्रो सिनहरू पनि देखाउने नै छु। त्यही हो। केही भन्नु छ मेरो ब्लगमा? हेलो। यहाँको भिडियो चाहिँ नबनाउने कुरो आयो, तर मैले चाहिँ बनाइरहेको छु। तर मैले राख्ने पनि छु। भाइरल हुनुहुन्छ यहाँ चाहिँ। के छ विधान दाइ, तपाईँले केही भन्न चाहनुहुन्छ? मैले अहिले केही पनि भन्दिनँ। पहिला बाइक चलाउँ अनि त्यस पछाडि भिडियो पछाडि के चाहिँ भनेर चाहिँ म भन्छु। पोज चाहिँ आइरहन्छ यताबाट बेला बेलामा। त्यही हो। लङ टाइम पछि बनाउँदैछु। माया, लभ, सपोर्ट भन्छ के भन्छ त्यो। हामी यहाँ अब बाइक साइक धोएर अब जान लाग्छौँ। बाइक धोएर चाहिँ भ्याइसक्यो। अब हामी कता जानु तपाईँलाई देखाउँछौँ। अब बाइकमा चाहिँ पहिला चाहिँ तेल हाल्नुपर्ने हुन्छ। तेल हालिसकेपछि चाहिँ अब कता हुन्छ हेरौँ हाम्रो यात्रा। ल हामी दुईजनाको यात्रा चाहिँ अब यहाँदेखि चाहिँ सुरु भयो। कता हुन्छ तपाईँलाई आज हामीले देखाउँछौँ होली विशेष कस्तो के हुन्छ। बाटोको राम्रो राम्रो भ्यूहरू, बाटोमा को पनि होली खेलिरहेको कि छैनन् भनेर एकदम। हामी अहिले चन्द्रगिरी नगरपालिकाको कार्यालय नै रहेछौँ। चन्द्रगिरीदेखि हामी निस्किसक्यौँ। अब कता हुन्छ हेरौँ। बिस्तारै राम्रोसँग देखाउँछु। अहिले चाहिँ हामी यहाँ एटिएमभित्र छौँ। किन पैसा छिर्नु पऱ्यो होइन। आजको लागि थोरै क्यास अनि त्यसपछि चाहिँ तेल हाल्न जान्छौँ बाइकमा। तेल हालिसकेपछि कता हुन्छ यसो हामी होली कता रमाउन सकिन्छ। कलङ्की साइड गइन्छ त्यहाँबाट डिसाइड गरिन्छ। अहिले चाहिँ हामी सतुमल चोकमा छौँ दाइरोमा। पैसा पनि झिकिसक्यो। अब हामी बाइकमा गएर ट्याक्टर जानुपर्ने हुन्छ। पछि चाहिँ अलि भिड पनि देखिन थाल्यो कलङ्कीबाट यता लागेपछि। अब यता चाहिँ चेकिङ पनि रहेछ। मामाहरू अगाडि हुनुहुन्छ। मामाहरूलाई चाहिँ हामीले हामीलाई त होइन झन्डा रोक्नु भएन मामाले। मैले त हामीलाई रोक्यो भने थियो यार होइन दाइ। होइन हामीसँग कागजपत्र सबै छ। हामी डराउनु पर्ने आवश्यक छैन। हामी चाहिँ अहिले हाइवेभन्दा अर्को बाटोमा हिँड्ने भन्ने सोचिरहेको छ। अलिकति
फेरि रङ दल्यो भने अलि जरुर भयो भने बाटामा चाहिँ मान्छेहरू अब रमाउँदैछन् भनौँ न। बाटामा ग्रुपहरू पनि देखिरहेको छ ठाउँ ठाउँमा। जस्तै अब यहाँ पनि एउटा ग्रुप छ है, रमाइरहेछन् सबै। आज होली विशेष सबै सेतो सेतो टी सर्ट। मैले पनि सेतो टी सर्ट पाएर हालिदिएको भयो। दाइले फेरि निलो टी सर्ट, निलामा अलि हरियो रङ र रातो रङ देख्छ त अन्त दाइले निलो लाउनु भएको छ। शान्तिको प्रतीक। ठ्याक्क भर्ती बानी लाएर फेरि मलाई अलि अहिले चाहिँ हामी यो दशरथ रङ्गशालानिर आइसकेका छौँ, जहाँ नेपालका महिलाहरू अस्ति हारे फाइनल। पेट्रोल पम्प सुन्दारातिर छौँ है। अहिले चाहिँ हामी त्यहाँको सुन्दारातिर छौँ। सुन्दारामा चाहिँ अहिले लास्टै भिड छ होली खेल्नुको। मान्छे पुरै रङ्गिन भइरहेको छ। अब हामी कता हुन्छ हाम्रो गन्तव्य यता सुन्दारा आइसक्यो। धरहरा साइडमा देख्न सक्नुहुन्छ। धरहरा चाहिँ यहाँ छ। मान्छेको भिड एकदम बबाल नै छ। कता हुन्छ बिस्तारै बसन्तपुरतिर कि कता हुन्छ आज चाहिँ भिड निकै नै छ भनौँ। देख्न सक्नुहुन्छ यताको यो टुडी खेल ग्राउन्डमा पनि एकदम भिडै भिड नै छ। जाम पनि उस्तै छ यार। यो चाहिँ बसन्तपुर जाने एरिया पुरै बाटो नै ब्लक छ। मान्छेको भिड नै भिड छ। हामी अब कता हुन्छ हेर, यस्तो छ यार। भिड त निकै नै छ त हौ दाइ। यहाँ चाहिँ एकदम हामी अब कता हुन्छ निस्किँदैछौँ। बाइक चाहिँ कहाँ पार्किङ गर्नुपर्ने हुन्छ हामीले होइन। अलि त्यस्तो गर्न मिलेन कि यहाँको माहौल बुझिरहेको छ। हामी चाहिँ भर्खरै यता सुन्दारातिर हेरिसक्यौँ अलिअलि भोलि होइन। निको त हामीले अझै लाएको छैन। अब चाहिँ हामी काठमाडौँ एरियाको जता कतैको भोलि हो अलिअलि थोरै देख्छौँ न। चाहिँ अहिले हामी यता पेट्रोलबाट पनि निस्केर पेट्रोल हाल्छौँ बाइकमा। अब चाहिँ यता लगन खेलतिर पाटनतिर जाँदैछौँ। ललितपुर साइड अन्त पाटन दरबार स्क्वायरतिर त्यता पनि राम्रै हुन्छ होली। अब त्यतै गएर हामी झरेर कतै रमाउनु पर्ने पनि हुन्छ। अनि हामी बिस्तारै रङ लगाउनेदेखि लिएर अरू लगाइदिन्छ, रमाइलो गर्ने। हजुरहरूलाई देखाउने त्यो चाहिँ धेरै नै गर्ने छ। त्यही हो तपाईँहरूले अन्तिमसम्म राकेशको जाममा छ। हजुर मोटो जाम 128 सेकेन्डको जाममा परियो। हामी यो काठमाडौँदेखि चाहिँ अब काठमाडौँ ललितपुर हुन त एउटै हो भन्न त मिल्दैन। त्यही पनि हामी यता जाँदैछौँ। हजुर जिल्ला फरकको ठाउँ एउटै हो। ललितपुर भनेर भ्याली चाहिँ एउटा भयो। अब हामी यता पाटनतिर जान्छौँ। कता जान्छौँ काठमाडौँदेखि हामी कृष्ण मन्दिर लगन खेलदेखि लिएर त्यहाँ पनि हामी यस्तो ठ्याक्क त्यहाँ चाहिँ यसो छिरेर हामी रमाइलो पनि गर्न सकियो। रमाइलो गर्छौँ हजुरहरूलाई देखाउँछौँ। हेर्नुहोस् अगाडि पनि जामको जाम। यहाँ अलिक जाम यो ठाउँमा हेर अझै 50 सेकेन्ड छ। अब हामी निस्किसक्नु जस्तो लागिरहेको
भर्खरै यता आएर बाइक पार्किङ गरेर अब कृष्ण मन्दिर पाटनतिर जाँदैछौँ होइन। गएर यसो हामी होली विशेष पनि यसो कुमारीपाटी अहिले चाहिँ कुमारीपाटीमा छौँ। यहाँ उता भिड हुन्छ नि त, त्यही भएर बाइक यसो पार्किङ गरेर हामीसँग अरू 2जना दाजुहरू पनि जोइन गर्नुभएको छ। हामी त्यहाँ लागि जानु सक्नुहुन्छ। अहिले चाहिँ हामी यहाँ छौँ होइन कुमारीपाटी। अब यहाँदेखि जानु सक्नुहुन्छ। त्यही हो बाटाको राम्रो राम्रो भ्यूहरू देखेर राम्रो हेर्दैनौँ हामीले। त्यही हो हामीले हल्का हल्का रङ किनेर हल्का हल्का रङ पनि लाग्नु थियो दाजु। थोरै रङ किनेर थोरै लगाउन सक्छ। त्यो पनि इच्छा जाहेर गरेर त्यो त किनिन्छ। हाम्रो अर्का एकजना दाजु उताबाट आउँदैछन् ढलक ढलक ढल्किँदै। अब हामी चाहिँ जाँदैछौँ होइन। यता भिडहरू अब सुरु हुँदैछ। यहाँ टुरिस्टहरू पनि थोरै थोरै क्लिप चाहिँ देखिरहन्छ। अब हामीले रङ आफै किनेर लाउँदा अरूले लगाइदिनु भन्ने इच्छा धेरै छ। अनि इच्छा विपरीत पनि धेरै अब जानु हेर कसैसँग लिएर जसको हातमा टिका छ उसैको हातबाट लिन चाहन्छ। मेनली भनेको चाहिँ भिड चाहिँ अलि बाहिरलाई भइयो। अहिले चाहिँ हामी पाटन आइसकेका छौँ होइन। अब हामीले पनि रङ लगाएर अब चाहिँ हामीले यहाँ रमाइलो गर्नु हुन्छ। यहाँ चाहिँ भिड चाहिँ धेरै नै छ। यहाँ चाहिँ रमाइलो भइरहेको छ। अगाडि एकदम पुरै ह्याप्पी होली भन्दै रमाइरहेका छन् मान्छेहरू। देख्न सक्नुहुन्छ गाइज। अहिले चाहिँ हामी यहाँ पाटनदेखि निस्केर यता लगन हिल साइडतिर जाँदैछौँ होइन। यताको बजार पनि यसो डुल्न पऱ्यो भनेर ट्याक्क पारा होइन विधानदै एकदम भल। यता लगन हिलतिर पनि भिड छ तर ह्याप्पी होली भन्दा ह्याप्पी होली भन्दै हामी अब अगाडि जाँदैछौँ। ठिकै छ। यताको भिड पनि एकदम भिडै छ। ठिकै छ। हजुर दिदीलाई नआउँदै भए दिदीहरूले हामीलाई लगन खेल गएर अनि त्यसपछि त्यतातिर रमाएर हामी बोलाएर फेरि रुम फर्किनु पर्ने हुन्छ। यता फेरि छुट्टै छ। बिहानै भन्छ है मलाई त। अलि ठुलो युट्युबर भएपछि बिग फ्यान अलिअलि आइहाल्छ। हजुर हजुर। अन्त फेरि सुत्तै छ के भाइ। हाम्रो टोली अहिले 4जनाबाट बढेर 6जना भयो। अन्त 4जनाबाट बढेर अहिले हाम्रो टोली 6जना भइसकेको छ। यहाँ छ हाम्रो टोली चाहिँ। हामी अब यता जाँदैछौँ। आज होली लगाइरहेको मुसी चाड लाग्यो। अहिले चाहिँ हामी यहाँ लगन खेलको मेन मार्केटनिर आइसकेका छ होइन। अब यहाँदेखि हामी कता जान्छौँ बिदान्दै लगन खेल फेरि अब हामी यस्तो चिया खाएर पनि जान सकिन्छ। यतातिर यस्तो रमाएर होइन। यता फेरि छुट्टै छ रमाइलो। यहाँ छुट्टै छ, यता छुट्टै छ, जता कतै छुट्टै छुट्टै रमाइलो भइरहेछ। अहिले चाहिँ हामी यहाँ लगन खेलको के भन्छ यो स्तूपनिर आइरहेका छौँ। यहाँ चाहिँ पोखरी छ। यहाँ आनन्दले बसिरहेछौँ। यता चाहिँ स्तूपा छ देख्न सक्नुहुन्छ। हामी अब यहाँ एकछिन बसेर चाहिँ फर्किनु पर्ने हुन्छ। अन्त दाइ चाहिँ एकदम टिकटकमा बिजी हुनुहुन्छ। के भन्नु बसिरहेछौँ।
निस्क्यौँ होइन। अब यहाँदेखि चाहिँ हामी वहाँ जानुपर्छ कुमारीपाटी गएर त्यहाँदेखि बाइक झिकेर चाहिँ त्यसपछि हामी बिस्तारै घरतिर लाग्छौँ। अब बेलुका पनि हुन आँटिसक्यो। केटाहरू पछि आउँदैछौँ। बौद्ध भन्न आयो फेरि यता स्तुपा आर्थ्यौँ यहाँ लगनखेलको। अब यहाँदेखि चाहिँ खोला जानुपर्ने हुन्छ। दाइहरू चाहिँ हुँदैछन् है। हामी फेरि लगनखेल आइसकेका छौँ। अब लगनखेलदेखि चाहिँ उता कुमारीपाटी गएर बाइक लिएर हामी घर जानुपर्ने हुन्छ। यता भिडहरू पनि बढिरहेको छ। बाइक त नलिनु पर्ने हो, त्यही पनि हामी अब यता यस्तो पोट चाहिँ जानु भएन के। अब कता कता हुन्छ हामी हिँडिरहेछौँ। भिड चाहिँ निकै नै छ हेर्न हामी अहिले लगनखेलको ठ्याक्कै 20 बजारमा आछौँ होइन। अब यहाँदेखि जानुपर्ने हुन्छ। यहाँ चाहिँ अलि भिड पनि कम हुँदा पनि अलिक बढिरहेको छ। पानी पर्न आँट्यो के हो, भरे पानी पर्न आँट्यो। अब हामी यहाँबाट निस्किँदैछौँ है। तपाईँहरूले पुग्न सक्नुहुन्छ। यहाँ रमाइलो भएर चाहिँ आउँदैछौँ। All right, I'd like to request Mr. Colin in the system. हामी चाहिँ यहाँ बाइक भएको ठाउँमा आइसक्यौँ होइन। अब यहाँदेखि चाहिँ निस्किनु पर्ने हुन्छ। दाइले बाइक यहाँ टक्क निकाल्दै हुनुहुन्छ। यहाँदेखि निस्किनु पर्ने हुन्छ। अब हामी यहाँबाट निस्केर चाहिँ बस पार्क सामान रिसिभ गर्न छ। एकजना दाइले जापानबाट पठाएको त्यो लिएर चाहिँ हामी रुममा फर्किन्छौँ। यस हामी यहाँबाट चाहिँ निस्किसक्यौँ। अब चाहिँ बस पार्क जान्छौँ, सामान रिसिभ गर्छौँ। अनि त्यसपछि चाहिँ हामी रुममा जानुपर्ने हुन्छ। यहाँबाट चाहिँ हामी निस्किसक्यौँ। अब चाहिँ दाइरोमा चाहिँ प्लेन पनि उडिरहेको छ। हामी यहाँ शङ्खमुल आइसक्यौँ होइन। ऊ त्यहाँनिर चाहिँ लफडा परेर रहेछ। हान्यो यहाँ चाहिँ पुरै लफडा परिरहेछ है। लफडा हाने पुलिसले कोद्दैछ है, कोद्दैछ। ठिक छ जाउँ हाल्यो। यो लफडा परिरहेछ। यस्तो फेरि हामी अलि हेर्न रुचाइरहेछौँ के। त्यो देख्न सक्नुहुन्छ। हाल्यो पुलिसले हाल्यो। भित्र हालिसक्यो। पर्ने हुन्छ। यहाँ पशुपति साइड छौँ हामी। यताबाट बाहिरैबाट दर्शन गरियो पशुपतिको होइन। देख्न सक्नुहुन्छ। हामी नास्ता खान आएको थियौँ होइन। नास्ता खाँदैछौँ, डोमेस्टिक खाँदैछौँ। ससेस खायो, भिडियो त बनाउन पाइएन। र चाहिँ डोमेस्टिक खाएर मोमो खाएर यहाँबाट निस्किनु पर्ने हुन्छ। त्यही हो। विधान दाइ हुनुहुन्छ। हामी चाहिँ अहिले डोमेस्टिक खाँदैछौँ होइन। अलिक तातो नै रहेछ। मोमो पनि खाएर त्यसपछि हामी हुन्छौँ यहाँबाट रुममा जाऊँ। त्यही हो। फाइनली मोमो पनि आयो। र मोमो खाएर यहाँबाट हामी 15 मिनटपछि निस्किन्छौँ। त्यही हो। मोमो खाने अनि त्यसपछि निस्किने। अब चाहिँ हामी मोमो खान्छौँ अनि त्यसपछि हामी ठ्याक्क लगाएर हिँड्छौँ। बिहान दाइ मैले पहिलो उठ्दा हजुर मोमोको झोलमा चोपेर मिठो
गयो खाना भन्न आयो नास्ता पनि खाइयो होइन त्यसपछि यहाँदेखि चाहिँ अब जाँदैछौँ ठ्याक्कै बटमा पनि आइयो अब यहाँदेखि चाहिँ जानुपर्छ त्यही हो अलिअलि बाटो केही भन्नु स्वयम्भू चाहिँ यहाँ चाहिँ देखेर सक्नुहुन्छ स्वयम्भूको बौद्धको मूर्तिहरूदेखि लिएर सबै कुरा हामी स्वयम्भूको फोटो पनि अगाडि लाग्यो सीता पाइलातर्फ गाइज अहिले चाहिँ हामी घर आइसक्यौँ होइन अब चाहिँ के भन्छ आजको होली पनि त्यस्तै राम्रै भयो भनौँ न अलिअलि बाइकमा हिँडियो अनि अलिअलि पाटनतिर घुमियो आउने बेलामा अलिअलि नास्ता खाइयो त्यही हो ठिकै भयो यो होली पनि अब धेरै पछि भ्लग बनाएको छु मन पराइदिनुहुन्छ भन्ने आशा राखेको छु आजको लागि भ्लग यति नै फेरि पनि बनाउने नै छु भन्दै हस् त बाई थ्याङ्क यू